यहाँ त लु कसम भाइ रोहिणी झिल पनि देखिरहेको छ हो क्या दामी छ है लु ए सरी रक गार्डन यहाँनिर होइन देखेन नि ए चाहिन्छ यो डाँडाबाट पनि भ्यू दामी देख्छ नि तर है यो चुच्ची डाँडाबाट दामी देख्छ भ्यू लान्छु कहिलेतिर यो गार्डनमा रक गार्डनको यहाँ डाँडामा अहिले त्यो जालीहरू लगाएर बन्द गरेको छ कि तर पनि म लुकेर पसेर देखाउँछु नि कसम भनेको लु मलाई पुरा मन पऱ्यो त्यही भयो यो ठाउँ देखेर हो मम्मीहरू चाहिँ घर पुगिसक्यो होला हो हामी चाहिँ यहाँनिर भुलिरहेको छु किन भन्दाखेरि अब भुलिनु पनि त्यस्तै ठाउँमा लाग्यो नि त ठाउँ यहाँ अम्बो हेरौँ लु है लु त्यो नेचर देख्दो रहेछ है ओखिन म ब्याक क्यामेरा गरेर देखाउँछु है आऊ हामी चाहिँ घर आइपुगे हो यहाँ मेरो कुकुर चाहिँ यस्तो छ यहाँ हाम्रो तल घरको कुकुर हो यो चाहिँ किन सानो छ भनेर भन्नु त यो चाहिँ किन भन्दा चाहिँ छतबाट क्या छप्परबाट माथिको छप्परबाट चाहिँ दुईचोटि झरेको नि त मिन्स फर्स्ट झर्दा यसको डाँडो थियो फेरि पनि झरेर चाहिँ डाँडो गएको नि त कि तँ पनि छोके यहाँ हाम्रो छुच्चा भयो नि त छुच्चा भयो छुच्चा यसको नाम चाहिँ हो किजिन खुसी छ खुसी माया खुसी छ खुसी लु यता बस्दा जान्न माथि म ओहो आइज मुनि लु यो चाहिँ माथि छत जान्छ होला भनेर बोलाउँछु मलाई आइज यहाँ मुनि पछि बस्छु यो पुरा पछन्छ पुछडे यो पुछडे हो यो केजिन पुछडे एची म पछि ट्याप्पै हुन्छ मसित हिमाको छ यो न म छ भने दादासित हुन्छ फिक्स ए बस्ने यहाँतिर काम गर्दैछ दाले बसिरहेको छ खुवाउँदैछ ए मम्मी दादाको साथी यता छुच्चा छ दादाको पार्नु बसेकै मनपर्छ नि मलाई यसलाई किजिन भन्नु हुँदैन ए दादासित बस्छस् कि मेरोमा हुन्छ मसँग जाने कति दिन बाद भेटेर नि त है ए चुप खुसी छौ खुसी छु खुसी हाची जाउँ आइज बहुत घाम छैन होइन आयो हो यस्तो छ यस्तो बोल्छ अरू के भन्नु छ भनिहाल त लु हो के भन्नु अरू भने त केही छैन गरम भयो तर घामै छैन गुम्सेको गरम छ भन्नु घाम किन हेर्नु 0 वाटको बत्ती जस्तै बलिरहेको छ फाइनली मेरो भाइ पनि आयो पूजाबाट एक्लो त भाइ ए सेमी आइज न भाइ यहाँ छ मेरो भाइ के myself Sammy Gurum अलिकति यहाँ टीका कहाँबाट आएको भर्खर मन्दिरबाट आएको अर्का टीका चाहिँ लिथिपिथी भइदिएको छ हो अनि म मुख धोएर बोल्छु नि राम्रोसँग ल एकछिनमा भेटौँ भन्नु है यस हाई गाइस अब चाहिँ हामी सालबारी जानुको लागि रेडी हुँदैछु सालबारी गएर चाहिँ रामेन खान्छु मलाई रामेन खानु मन लागिरहेको छ नि त भित्र चाहिँ उता भोलिको प्लान गर्दैछ अन्त यहाँनिर चाहिँ छ अर्को आइरन छ हो
चाहिँ सिधै सालबारीमा भेटौँ ल हामी 3 जना चाहिँ गएर चाहिँ क्याफे क्याफे के खानु रामेन खानुको लागि बाहिर निस्केको अब घर गएर चाहिँ तम्साउँछ ठिकठाक लाग्यो तँलाई कस्तो लाग्यो मिठो तँ पनि त यहाँ आइबस्छस् नि त है त मलाई चाहिँ यस्तो यसले लिएर आएको यहाँनिर हो अन्त चाहिँ मैले चढेको तँलाई कस्तो लाग्यो यस्तो गरम भयो कि घरतर्फ लागेको सिधै घर गएर चाहिँ अब सिधा घर गएर भेट्छु म हो सिधै म अब घर गएर